हेलो नमस्कार सबैजनालाई। आजको फेरि नयाँ दिन नयाँ सुरुवात। आज चाहिँ बिहानै 6 बजेतिर यो एरियातिर आएको छु। देख्न सक्नुहुन्छ हो पछाडि चाहिँ माछापुच्छ्रे हिमालमा चाहिँ हल्का अलिअलि घाम चाहिँ भर्खर सुरु भएको छ। आजको नयाँ भिडियोमा चाहिँ यहाँहरूलाई सबैजनालाई स्वागत छ। आजको यो भिडियो चाहिँ यो सिधै यहाँबाट उता चाहिँ यो इको भिलेज ट्राउट माछा फार्मतिर जाने यो बाटो भयो। यताबाट चाहिँ पोखरादेखि आउँछ। यहाँ म चाहिँ एकजना राजन भाइसित चाहिँ ट्राउट माछा फार्मतिर गएको थिएँ। सिधै उतापट्टि बिहानको यस सुन्दर हिमालको काखमा चाहिँ सूर्यको लालिमाको साथसाथमा आज मैले यहाँहरूलाई चाहिँ सिधै लिन्डवासिनी मन्दिर र पोखरा फेवातालको चाहिँ बाराही मन्दिरको भिडियो यहाँ समक्ष राख्ने कोसिस गर्दैछु। हेर्नु होला है त। यसरी सेफ लाइफ ज्याकेट लगाएर अनि यहाँ चाहिँ बोटहरूमा यसरी पारी मन्दिर चाहिँ पऱ्यो। मन्दिर यहाँनिर यसरी चाहिँ जाने सिस्टम भिडभाड रहेछ। आज फर्स्ट डे भएर नि यसरी मान्छेहरूको चहल पहल बिहान भएर दर्शन जाने आउनेहरूको क्रम एकदमै जारी छ। यहाँनिर मालाहरू पुरा प्रसाद फुल प्रसाद सबै यहाँ छ। यसरी मान्छेहरूको धमाधम बाबा। यो टिकट काउन्टर पर्यो। हामी कसरी लाइन लगाइरहेको अगाडि आएर कहाँ तिनवटा भइसक्यो। तपाईँले कहाँ दिनुहुन्छ होला होइन यत्रो लाइन बसिरहेको छ मान्छे। यति धेरै लाइनमा मान्छे चाहिँ कति अगाडिबाट आफ्नो हामी त्यसरी आउँदैन। तपाईँ यहाँ भ्याउनु होला भनेको पो त। ग्रुपमा सस्तो रहेछ हायर बोर्डिङ गर्दाखेरि। चाहिँ प्राइभेट बोट हायर गर्नको लागि बुकिङ गरेर जाने प्राइभेट टिकट यस्तो रहेछ। टिकट घर टिकट डुङ्गो व्यवसाय सङ्गठन पोखरा।
बाराही मन्दिर यही पर्यो। बाराही मन्दिरको दर्शन धुमधाम छ यहाँ मान्छेहरूको। हो आउने जाने क्रम एकदम बिहान बिहान दर्शन गर्ने धेरै जस्तो। नेपाल चाहिँ मूर्ति र भगवानको मन्दिरको देश भएर होला यस्तो तछार मछार छ धेरै। यहाँ काम अरू धन्दा भन्दा धेरै दर्शन गर्ने भगवानको पाठ पूजा गर्ने देश पर्यो। त्यही भएर होला यस्तो मान्छेको चहलपहल आउने र जाने। मलाई लाग्छ यहाँको इन्कम पनि राम्रो हुन्छ होला। अब इन्कम त राम्रो हुन्छ होला, अझै व्यवस्था गरिदिए हुन्थ्यो। इन्कमबाट सबै कमाइ धमाइ धेरै भएर बाँकी सबै खल्तीतिर जान्छ होला। यसलाई अझै व्यवस्थित गरेर अझै यहाँबाट यो यस्तो छ, अझै यो नयाँ नयाँ टायलहरू यस्तो व्यवस्था गरेर राखेपछि कति राम्रो हुन्थ्यो होला। अब के गर्ने, यस्तै छ। यो पनि नेपालको एउटा चाहिँ सम्पत्ति हो। यसरी जहाँ पाए यस्तो खालको तालहरू कहाँ पाइन्छ। अब नेपालमा हरेक ठाउँमा चाहिँ तालहरूको व्यवस्था छ। विभिन्न ताल चर्चित रारा भयो, फेवा यही भयो, त्यस्तै अरू अरू थुप्रै तालहरू छन्। अब चाहिँ एकछिनमा हाम्रो चाहिँ दर्शन हुँदैछ। मन्दिरमा च्याप्पो दर्शन गर्ने, त्यस पछाडि फेरि एक राउन्ड चाहिँ घुम्न पर्ने भन्ने कुराकानी भएको छ। जे होस् बाराही मन्दिरको प्राङ्गणमा इन्ट्री भइसक्यो। अब मान्छेहरू पुरा ग्रुपमा दर्शन गर्ने क्रम यहाँ यत्रो धेरै लामो समय यो कसो कता हो के हो। ठुल्ठुलो ग्रुपहरूले फोटो सेसन गरिराख्नु भएको छ। यो पनि एउटा मन्दिरको चाहिँ दर्शन गर्ने ढोको चाहिँ पुरा भयो। मन्दिर चाहिँ भर्खर निर्माण कार्य सुरु रहेछ। यहाँनिर लाइनहरू मान्छेको दर्शन गर्ने यस्तो भिडभाड छ। जब यहाँबाट सामान किन्ने अनि त्यसपछि गएर तपाईँको भित्र मन्दिरमा चढाउने। मेन चाहिँ मन्दिर यो उतापट्टिको रहेछ है। यो चाहिँ यो बन्ने क्रममा रहेछ। यता छोपछाप पारेर राखेको। अब यो चाहिँ सानो सानो मन्दिर अहिलेलाई यही मन्दिरमा दर्शन गर्ने रहेछ। एकदमै भिडभाड भइरहेछ यहाँ सबैजना। यो चाहिँ बन्न लागेको मन्दिरको लागि डोनेट गरेको छ हामीले। छिटो बनोस्। राइट आकाशमा उड्ने यस्तो खालको व्यवस्था पनि रहेछ अहिले। यहाँनिर बन्दै रहेछ। यो मन्दिर चाहिँ स्पेसल ठुलो मन्दिर चाहिँ सानो सानो दुईवटा मन्दिर चाहिँ घुमघाम गरियो। अब चाहिँ घुमा दर्शन गरेर आजको खुसी लाग्यो। यो फेवातालको बिचमा भएको यो चाहिँ बाराही मन्दिर चाहिँ घुमेर घर फर्किँदैछ मान्छेहरूको। आज रातभरि पानी पऱ्यो, कस्तो एकदमै खुसी लाग्यो, रमाइलो लागेको। पानी परेर सबै चाहिँ आजको धुलो धुवाँहरू चाहिँ सफा गरिदिएको छ। त्यही पनि आकाशमा बादल चाहिँ हल्का फुल्का भइरहेको छ। मान्छेहरूको तनाव छ एकदमै। देख्न सक्नुहुन्छ यो सबै मान्छेहरू घुमघाम। यतातिर एकदम राम्रो खालको बन्दैछ। डोनेसन गर्न पायो आज हामीले। उहाँहरू पनि ग्रुपमा आएर चाहिँ घुमघाम गर्दै टाढा टाढा कुना कुना घुम्ने यताउता व्यस्त रहेछ। हरियाली जङ्गल चाहिँ रमाइलो खालको
यही स्पेसल मन्दिर चाहिँ यो पर्यो यो चाहिँ बन्दै रहेछ हल्का डोनेट गरेर पनि आएँ यो चाहिँ केही समय अर्कोचोटि चाहिँ स्पेसल दामी खालको मन्दिर बन्ने छ पुरानो मन्दिर यही गइगयो त्यो पछि बनाएको उतापट्टिको रहेछ अब यसलाई चाहिँ यो जीर्ण अवस्थालाई फेरि नयाँ बन्दैछ अब आधुनिक पाराको यो खुसी लाग्यो एकदमै यो पनि एउटा नेपालको वान अफ द फेमस मन्दिर पर्यो जुगौँ जुगौँदेखि हजारौँ वर्षदेखि मान्दै आएको यो नेपालको यो एउटा सानै भन्नुपर्छ त यहाँ चाहिँ बिसौना मार्ने बस्ने रमाइलो गर्ने हावा खाने ठाउँ पनि बनाइदिएको रहेछ छेउछेउमा हिँड्नलाई वकिङ गर्ने चिसो हावा खाने मर्निङमा हजुर ठिकै छ यहाँ चाहिँ फोटो खिच्नेको यो लोकेसन बनाएको रहेछ फेवाटार भन्ने त्यो बस्ने घुम्नुको लागि राम्रो व्यवस्था गरेको रहेछ यहाँबाट पनि बोटको व्यवस्था छ रहेछ यहाँबाट अलिकति महँगो पर्दो रहेछ अन्त फनक्क यो एरिया घुम्ने भएर 1080 समथिङ रहेछ हायर गर्नलाई यो चाहिँ यसो भ्यू पोइन्ट जस्तो अब मान्छेहरूले यहाँ आएर नेपालमा टिकटकको फेमस छ कि टिकटक बनाउने एरिया चाहिँ यस्तो रहेछ यहाँबाट यसो फोटोसोटो खिच्ने हेर्ने भ्यूहरू त्यो डाँडातिर गएर आयो यहाँबाट चाहिँ मान्छेहरू यसो घुम्ने हेर्ने व्यवस्था शान्त चिल घुम्नलाई चाहिँ छेउमा चाहिँ व्यवस्था गरेर राम्रो यस्तो मजाको ल बब्बाल दर्शन गरियो त्यो पछाडि चाहिँ फेरि हल्का भोक लाग्यो अब केही खाएको छैन नि त आज अनि त्यस पछाडि अब भोक लागेपछि यहाँनिर चाहिँ खाजा खाएर अनि त्यसपछि चाहिँ घरतिर लाग्नुपर्ने भएको छ भोक लाग्यो अब बाराई मन्दिर घुमेर त्यसपछि चाहिँ अब यहाँ चाहिँ सेलरोटी जेरीपुरी खानालाई यहाँ चाहिँ छिरेको चिया पनि आइपुग्यो अब चियाको तातो चियाको साथसाथमा अब सेलरोटी अनि जेरीपुरी ट्याप्प खाएर चाहिँ फेरि वकिङ सुरु हुन्छ गुड मर्निङ साथी हो आज चाहिँ अर्को दिन आज फेरि तपाईहरुलाई चाहिँ अब विन्ध्यवासिनी मन्दिरतिर लैजाँदैछु है त हिजोको भिडियो चाहिँ तपाईहरुले बाराई मन्दिर हेर्नुभयो आज चाहिँ विन्ध्यवासिनी मन्दिरतिर दर्शन गर्न लैजाँदैछु हेर्दै गर्नुहोस् है त स्टार्टिङ सुरु लुम्बिनी यहाँ सुन्नु न लुम्बिनी सोरबारी विन्ध्यवासिनी मन्दिरतिर जान थाल्यो आजको सबैजनालाई गुड मर्निङ आज चाहिँ विन्ध्यवासिनी मन्दिरको दर्शन गर्ने विचार गर्दैछौँ कति प्राङ्गण यस्तो रहेछ लिफहरू बन्दै रहेछ यहाँबाट हिमाल पनि देखिँदो रहेछ हनुमानको रहेछ उ त्यो गणेश यो चाहिँ गणेशको मन्दिर यो चाहिँ हनुमानको मन्दिर रहेछ दानपेटी विन्ध्यवासिनी फर्स्टचोटि आइपुग्यो
त बजाउनै पर्ने नेपाली सिस्टम। श्री राधाकृष्ण लक्ष्मी नारायण भक्तजनहरूको एकदमै लाइन चाहिँ एकदम भरिभर आउँछ। बिहान भएर होला जहाँ पनि भरिभर यहाँ चाहिँ बत्ती बाल्ने चलन रहेछ। राधाकृष्णको मन्दिर त्यसपछि यहाँनिर फेरि पुरै यहाँको गिफ्टहरू सबै पाउँदो रहेछ। यहाँ दुबोको माला पाइन्छ, यहाँ परेवाको दाना पाइन्छ। सब थोक चाहिँ व्यवस्थित रहेछ। यहाँ किन राधाकृष्णहरूको फोटो खिच्ने ठाउँ 5 मिनटमै फोटो तयार। मेन मन्दिर चाहिँ यो हो कि के हो? यो धार्मिक पुस्तक बिक्री भण्डार गरे सम्पर्क कार्यालय हो। होम लगाउने ठाउँहरू रहेछ यहाँनिर। यहाँ चाहिँ पुरा अङ्खरामा रङ्गी बिरङ्गी भइरहेछ। शिव मन्दिर, शिव टेम्पल भन्यो। शिवको फोटो रहेछ यहाँनिर। शिव मन्दिर बत्ती बाल्ने, होम लगाउने सिस्टम। आफ्नो नाम गोत्र सम्झेन र शान्तिरन्तरिक्षको शान्ति पृथिवी शान्तिरापः शान्तिरो खदयः शान्तिः वनस्पतयः शान्तिर्विश्वे देवाः शान्ति ब्रह्म शान्ति सर्वत्र शान्ति शान्तिरेव शान्ति सामा शान्तिरेव। स्वस्ति न इन्द्रो वृद्धसर्वाः स्वस्ति नः पूषा विश्ववेदाः स्वस्ति नस्तार्क्ष्यो विश्वदेवी स्वस्ति नो मन्दिरको पूजाआजा पनि भयो। अनि अनुष्ठानको लागि सम्पर्क यस्तो रहेछ। यहाँ ढोक्ने भगवानहरूको सिस्टम। हामीले ढोकेर जाऊँ, चराउने होला। सबै भगवानहरूको रूप छन् यहाँ। सबै यहाँनिर विभिन्न भगवानहरूको रूपमा रहेछ। यिनीहरूको दर्शन गर्न पनि पूजाआजा फुलपाती चढाउनु पनि। यहाँनिर चाहिँ पुरा आफूले मागेकोहरू पुग्ने भन्ने चलन रहेछ। ओलेस भन्ने चाहिँ विन्ध्यवासिनी मन्दिरको तमाम भक्तजनहरू पुजारीहरू आएर ल आजको भिडियो चाहिँ यहीँनिर
यो सुन्दर ठाउँदेखि आनन्दको पुरै धान चाहिँ यस्तो मजाले लह भएको छ। यो ठाउँबाट चाहिँ अन्त्य गर्न चाहन्छु। अब चाहिँ नयाँ एपिसोडमा चाहिँ यहाँहरूसँग भेटघाट हुनेछ। त्यसको लागि सबैजनाले प्रतीक्षा गर्नुहोला। नयाँ दिन नयाँ एपिसोड आउनेछ। त्यतिन्जेलसम्मको लागि यहाँहरू सबैजनालाई बाई बाई गर्न चाहन्छु। एकदमै कस्तो दामी खालको त्यो माथिपट्टि हल्का यो उतिर सानो स्तूपा जस्तो पनि रहेछ है।